ऊ के आइन जाले मोबाइल दिएर हो त्यति बेला म लम्मा हाल्नु पर्छ भनेर त बुढाले बुढीलाई काटेर मारेको के भन्नु थियो नि हामीले टल्के क्या यहाँ कहाँ एकछिनमै लाग्यो यो कभर जस्तो भयो कि भनेर मैले आफूलाई थर्काएँ साथीहरू साथी न सङ्गी एक्लै रङ्गी चङ्गी भन्छ नि सिका नै चुइएला जस्तो भयो यार किन हाल्नु पर्यो नहाल्नु भयो हाल्नु मन छैन भने नहाल्यो हुन्छ हाम्रो भिडियो लासो साथीहरू नमस्ते वेलकम ब्याक टु माई च्यानल दिपिका भ्लग सो फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो नयाँ भिडियोमा हजुरहरू सन्चै हुनुहुन्छ होला म नि एकदम फिट एन्ड फाइन छु साथीहरू मैले भिडियो नबनाएको चाहिँ धेरै भएको थियो कि धेरै मतलब धेरै त होइन यस्तै 1 महिना नि भएको छैन होला त्यही हो अब बनाएन क्वालिटी छैन मोबाइलको साथीहरू के बनाउनु होइन अनि आज चाहिँ एक्लै छु नि त त्यही भएर यो करेन्ट चाउचाउ खाँदैछु आज भाइ आउँछु भनेको थियो छुट्टी दिएन रे अब सिधै तिहारमा जाऊ भनेर नि त अनि त्यही भएर आएन अनि आमा चाहिँ काठमाडौँमा कुच्चो लिएर जानुभएको छ नि त अनि हाम्रो त दसैँ तिहारतिर त कुच्चो हुन्छ नि अनि बेच्न जानुभएको छ बाउ चाहिँ अस्ति सुनखानीमा मान्छे काटेको थियो नि त बुढाले बुढीलाई काटेर मारेको के भन्नु थियो नि हो त्यहाँ के पो गर्न जानुभएको छ त्यही हो साथीहरू म चाहिँ आज एक्लै भएको फाइदा उठाउँदैछु करेन्ट चाउचाउ खाएर धेरै दिन भएको थियो मोबाइलको अगाडि नबोलेको त्यही भएर मलाई बोल्नै आइरहेको छैन क्या त्यही हो एक्लै हुँदा त भिडियो नै बनाउन मन लाग्दैन मलाई त मैले वाइ नै एउटा हालेको थिएँ थुक्क छोरो सुताएर अनि बाख्रालाई पानी घाँस गरेर बल्ल खाना लाग्यो साथीहरू तर मैले चाउचाउ पकाएर त अघि 8 बजीतिर नै खाएको फेरि पनि खाऊँ न भनेर खाना लाग्यो ओ पिरो भयो धेरै पिरो त खान सक्दिनँ हो म घोल्छु भिडियो बनाउन अल्छी लाग्छ साथीहरू हेर्नु त अबि घामले टल्केर म त देख्दै देखिनँ कालो हेर्नु त घाम नि यस्तै बेला लाग्नुपर्ने रहेछ फेरि यस्तै नै हुन्छ त त्यहाँदेखि साथीहरू करेन्ट चाउचाउ देख्नु भएन होला हेर्नुहोस् यसरी नै घामले टल्के क्या यहाँ कहाँ एकछिनमै लाग्यो घामले टल्केर राम्रो आएन साथीहरू होइन यो करेन्ट चाउचाउको त यो सस चाहिँ 2टा हाल्नुपर्ने कि है रातो देख्नेखेरि रातै देख्दैन भने मान्छेहरूले भिडियोतिर त कस्तो रातो देख्छ छुट्टै सस हाल्दो रहेछ क्या अरे के तर के गर्नु हाम्रोतिर ल्याउने वातावरण छैन ल हेर्नुहोस् यो कभर जस्तो भयो कि अनि देखिएन आफ्नो खाजा खाने भाडालाई त्यस्तो भन्ने हो भनेर मैले आफूलाई थर्काएँ साथीहरू घोलेर पनि सक्यो तर नुन हालेको थिएन यार मैले कस्तो रहेछ हेरौँ है नुन नहाले पनि ठिकै हुने रहेछ नुन हालेको जस्तो चाहिँ अलिक भएन क्या साथीहरू त्यही भएर नुन हालेर खाना लाग्यो फेरि मलाई एक्लै हुँदा भिडियो बनाउने कन्फिडेन्स नै आउँदैन क्या साथीहरू मान्छेहरू भन्छ नि है साथी न सङ्गी एक्लै रङ्गी चङ्गी भन्छ नि तर मलाई त चाहिन्छ साथी यार के भएको म त मैले घोलेर सकाएर अघि खाइसकेँ साला जाठा पहिला क्या हजुरआमाले तरकारी बनाउनु हुन्थ्यो नि त अनि पिरो बनाउनु हुन्थ्यो त्यतिखेर चाहिँ कति पिरो बनाएको कस्तो रिस उठाएको भन्दै खन्किन्थ्यो होइन अहिले यस्तो पिरो करेन्ट चाउचाउ चाहिँ के को स्वादले खाइरहेको
जस्तो लाग्छ कि म आफूलाई चाहिँ। नत्र म रिसाउँथेँ या खोर्सानी हालेँ भनेर त, तर अहिले चाहिँ करेन्ट चाउचाउ खान्छु भने। रहरले खाएको साथीहरू, रहरले मस्तो हुन्छ। यतिको पिरो तरकारी पनि भयो भने म यति रिसाउँछु। म खोर्सानी हाल्दिनँ होइन, अरूले खोर्सानी हाल्दा पनि मलाई रिस उठ्छ क्या। म पिरो खाँदिनँ नि त। अहिले घाम गयो, म राम्रो देखेँ साथीहरू ल भनेर। मिठो भएछ तर पिरो। पानी यसरी खान मन लाग्छ साथीहरू होइन। अनि यसरी खायो भने फेरि यहाँ किराले खाएको दाँतमा ठोक्छ अनि, तर यसरी खाएन भने स्वादै आउँदैन कि मलाई चाहिँ। त्यसो लाग्छ त्यसरी खाएको दाँतमा ठोक्यो। किराले खाएर साथीहरू यतापट्टिको दाँतले नखाएको मैले 2.5 वर्ष 3 वर्ष जति हुन लागिसक्यो। दुईटा करेन्ट एउटा वाइ पकाएको। सिगा नै चुइएला जस्तो भयो यार। कति बेला छोरो उठ्ने हो, खाँदा खाँदै बिचमा उठ्दै भने त। भिडियो कन्टिन्युै गर्न सक्दिनँ साथीहरू म त। मान्छेहरू त बच्चा बोकेर नै धन्दा गरेर भिडियो गर्छ नि त। मलाई मनै लाग्दैन भने त्यसरी भिडियो बनाउन। म मात्रै त्यस्तो होला। म चाहिँ पिँढीमै बसेर भिडियो बनाएर हो क्या। माथितिर त उज्यालो हुँदैन अनि छोरो पनि उठ्छ नि त फेरि, त्यही भएर बाहिरै भिडियो बनाएर आएको। मान्छेहरू फुत्त आइदिन्छ, लाज लाग्छ मलाई त। गाह्रो भयो क्या त्यसरी खाँदा। आमा नि आइपुग्ने बेला भयो होला आज गएको। अनि फेरि अब मुठा पारिराखेको छ माथि, सायद अब कहिले जान्छ 1-2 दिनपछि। सक्नु लाग्यो यति छ साथीहरू। अब म आज एक्लै हुन्छ भन्ने थाहा पाएर नै म हिजो बेलुका पसल गएर करेन्ट चाउचाउ वाइ चाउचाउहरू लिएर आएको थिएँ कि मैले। पसिनै आयो। चाहिने बेला घाम लाग्दैन। अब चाहिँ म साथी नै सङ्गी एक्लै रङ्गी चङ्गी भन्दै भिडियो हाल्न सक्छु होला। बाहिरतिर यसो घाँस काटेको होइन, 70 काटेको। अरू त कहाँ जानु हो यार, न साथी न कि।
एउटा कुरा चाहिँ साथीहरू होइन म चाहिँ टिकाको भोलिपल्ट यहाँ आइपुगेको आइपुगेपछि पानी ठुलो पऱ्यो नि त 1-2 दिन सायद त्योभन्दा अगाडि चाहिँ जताततै आमाले सगुनहरू अब दसैँमा त चेलीहरू आउँछन् त्यसरी बाडिसकेको रहेछ बोल्नै सकेन त्यो दिन र त्यो दिनको अगाडि नबाडेको भए फेरि भोलिपल्टतिर त पानी धेरै ठुलो पर्थ्यो अनि सक्दैन पनि थियो नि त अनि बाडेको रहेछ अनि मैले सुनेको चाहिँ मान्छेहरूले चाहिँ चेली आएन यस्तो सगुनहरू त चेलीको हातबाट पो ल्याउनु पर्छ पर्ने बेलामा लम्म हाल्नुपर्छ भनेर दसैँ तिहारमा सगुन लिएर यसो चेलीहरू आउँदा त होइन अलि हुन्छ नि त पर्ने बेलामा लम्म हाल्नुपर्छ पर्ने किन हाल्नु पर्यो नहाल्नु भयो हाल्न मन छैन भने नहाल्यो हुन्छ हाम्रो कर्तव्य हो त्यस्तो चेली पराई घर गइसकेपछि ल्याउनु पर्ने हाम्रो कर्तव्य हो हामी ल्याउँछौँ अब हाम्रो पर्ने बेलामा हाल्यो हुन्छ नहाल्यो हुँदैन हामीलाई के फरक पर्छ त भिडियो छ तिम्रो बिचमा अड्को साथीहरू मेरो कुरा भिडियो खाइरहने छौ बङ्गाले आज ऊ के ठ्याक्कम लाग्ने के ऊ केर के ऊ केर आइन जाले मोबाइल दिएर हो आइन नवन्द मलाई यहाँ ठिला काठमाडौँ गएको मान्छे सुत्यो काठमाडौँ गएको मान्छेहरू नि आइपुगिसक्यो म खाँदै थिएँ तिनीमै प्रो छ बेला किन लानु मोबाइल त्यही त एक्लै हुँदा त खाना मन लाग्दैन जाँदा त्यही भएर म बेलुका गएको ल साथीहरू आजको भिडियो चाहिँ म यता इन गर्न चाहन्छु होइन जसले अन्तिमसम्म हेरिदिनु भयो मिठो कमेन्ट छोडिदिनु होला खुसी गर्यो पेट नि यत्रो भयो घुँडे बाई बाई गाइस